द नेपालटुडे.com हेरेर बसिरहनुभएका सम्पूर्ण दर्शकवृन्दलाई नमस्कार। म सतीश चापागाई। आज हामीसँग एकजना विशिष्ट व्यक्तित्वलाई हामीले निम्त्याएका छौँ। उहाँ हुनुहुन्छ गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष टिबी कार्कीजी। टिबी कार्कीजी, तपाईँलाई स्वागत छ। धन्यवाद। अनि अहिले हामी यो कार्यक्रम बाल्टिमोरमा, अमेरिकाको बाल्टिमोर सहरमा रेकर्ड गरिरहेका छौँ। यहाँ चाहिँ एउटा विशेष अभियानमा अहिले हिँड्नुभएको छ। लगत्तै हाम्रो केही महिना, 1 महिनापछि नै यो अन्तर्राष्ट्रिय एनआरएनको केन्द्रीय अधिवेशन हुँदैछ। यहाँले आफ्नो उम्मेदवारी पनि घोषणा गरिसक्नु भएको छ। तपाईँले थोरै हाम्रो दर्शकवृन्दलाई जानकारी गराइदिनुहोस् न यस विषयमा। म अहिले गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषदको उपाध्यक्ष रहेको छु। विगत 10 वर्षदेखि गैर आवासीय अभियानमा म होमिएको एउटा सामान्य व्यक्ति हुँ, जसले मैले कतारमा 2005 देखि गैर आवासीय नेपाली सङ्घमा लाग्दै गर्दा यो अभियान म नेपालबाट आउँदा जानेर या बुझेर नितान्त आएकै होइन। पहिलो म नेपालमा एउटा असाध्य अहिले जुन रूपमा व्यवसाय गरिरहेको छु त्यो व्यवसाय हासिल गरेको व्यक्ति पनि होइन। एउटा सामान्य मध्यम परिवारको व्यक्ति, एउटा किसानको छोरा। म अवसरको खोजीमा भौतारी रहँदा कतारमा मलाई अब जुरेको रहेछ भनेर मैले बुझ्नु पर्यो। कतारमा जुर्या थियो क्या र कतार आइयो। आइसके पश्चात अब त्यहाँको व्यवसाय सेक्टर के चल्न सक्छ, के गर्न सक्छ भन्दा हेर्दै गर्दा हरेक देशमा आफ्नो सेक्टर हुँदो रहेछ कि। जस्तो अमेरिका आयो भने रेस्टुरेन्ट या तपाईँको चाहिँ ग्रोसरी या तपाईँको चाहिँ पिज्जा भयो या तपाईँको 7-11 या तपाईँको चाहिँ पेट्रोल पम्प यो रहेछ, या ब्युटी पार्लर पनि रहेछ हामीलाई छुआउने नेपालीहरूलाई, कमन एउटा नेपालीहरूलाई। अब जापान गयो भने रेस्टुरेन्ट छ। अब तपाईँको अस्ट्रेलियातिर गयो भने एजुकेसन रहेछ। अनि हाम्रो मध्यपूर्व खाडीमा गयो भने चाहिँ कन्स्ट्रक्सन, किनभने त्यहाँ द्रुत रूपमा चाहिँ तपाईँको चाहिँ डेभलपमेन्ट भइरहेको छ। त्यसैमा होमियो। म जब कतारमा प्रवेश गरेँ त्यहाँ यसो म आएको 6 महिनामा गैर आवासीय नेपाली सङ्घको महाधिवेशन थियो, राष्ट्रिय समन्वय परिषदको। त्यहाँ सबैका साथीहरूका कुरा सुन्दाखेरि गैर आवासीय नेपाली सङ्घ कतार चाहिँ एनआरएनकै दोस्रो एनसिसी रहेछ। 2003मा रसा पहिलो रहेछ। 2003मै कतारको एनसिसी खोलिएको रहेछ। त्यो देख्दाखेरि थोरै सीमित साथीहरू हुनुहुन्थ्यो। म आफू सदस्य बन्दा 92 जना साथी बन्यो कतारमा 2006मा। अनि निर्वाचनमा गइयो, सर्वसम्मतिले एक ढङ्गको प्रक्रियामा गइयो र म कार्यकारिणी सदस्यमा मनोनित भएँ। त्यसको लगत्तै 6 महिनामा अहिलेको जस्तो राष्ट्रिय समन्वय परिषदको निर्वाचन र अन्तर्राष्ट्रिय समन्वय परिषद आइसिसीका सदस्य एकैपटक निर्वाचन त्यतिखेर नहुने रहेछ। 6 महिनामा आइसिसीको सदस्यको लागि 1 जना प्रतिनिधि पठाउनु पर्ने भयो आइसिसीलाई। त्यो निर्वाचन हुने भएपछि त्यही राष्ट्रिय समन्वय परिषद एनआरएन एनसिसीका साथीहरूले, अध्यक्ष लगायत साथीहरूले तपाईँ त्यहाँ जानु पर्यो, अब के देख्नुभयो सायद होइन, अब आइसिसीमा तपाईँ जानु पर्यो भन्नुभयो। अब मैले सहर्ष स्वीकारेँ। फेरि त्यसैको हाम्रै कार्य समितिको एकजना चाहिँ पहिला कुरा आइरहेको थियो निवर्तमान अध्यक्ष उठ्ने भनेर, तर पछि उहाँ उठ्नु भएन। सायद उहाँलाई अलिकति हार्छु जस्तो के लाग्यो होला। महासचिव उठिदिनु भयो। 92 जना हामी भोटर थिए साथीहरू। त्यसमा 57 जनाको उपस्थिति भयो। अब नेपाल जाने हुन्छन् होइन, अब काम ड्युटी हुन्छ, कसैको के हुन्छ। त्यसमा 36 मत मलाई आयो, 18 मत उहाँलाई आयो, 3टा मत बदर भयो। डबलले जित्यो नि त। अलिकति होइन है, साथीहरू त विश्वास गरेछन् जस्तो भयो। आत्मविश्वास बढ्यो। अनि 2 वर्ष मरेर काम गरियो। कतारका इस्युजहरू, गल्फका इस्युजहरू आइसिसीमा पुर्याइयो। त्यो भइसके पछाडि अनि महाधिवेशन काठमाडौँ गइयो 2009 देखि 11मा गइयो। साथीहरूले कोषाध्यक्षमा जानुपर्छ, ल मध्यपूर्वबाट प्रतिनिधि गर्दै भन्नुभयो। अब आइसिसीको सदस्य कतारको विश्व त सबै चिनेकै थिएन। यो त के रहेछ भने एनआरएन त तपाईँको कसको नाम अगाडि आउँछ, कसले पब्लिक फिगर को हो, यो त एउटा वान काइन्ड अफ सेलिब्रिटी। तपाईँको काम गर्दै जाँदा, दुःख गर्दै जाँदा, अब सामाजिक रूपमा कहीँ अब चन्दा दिएर अथवा केही काम गरेर त्यसले गर्दा विश्वव्यापी रूपमा जाने भयो। जस्तो आज तपाईँहरूसँग भेट हुनु पनि त यो एउटा संयोग हो नि त होइन, यो एनआरएनले नै जुराएको।
त्यस्तै हुँदो रहेछ। अब आफू त नयाँ नयाँ होइन, कोषाध्यक्षमा उठ्यो, 23 मतले हारियो हेर्नुहोस्, हारियो। अब साथीहरूले अब हारिसकेपछि कोही कोही साथीहरू के हुन्छन्, पलायन हुने अवस्था हुन्छ नि त। निर्वाचन हारियो, मलाई पदमा छैन के काम गर्ने भन्ने हुन्छ। त्यो नसा लागे जस्तो लागिसकेको थियो मलाई चाहिँ। त्यसपछि अगाडि बढ्नु अनि हारियो निर्वाचन, तर थाकिएन। फेरि चाहिँ एनआरएन गतिविधिमै हिँड्यो, जहाँ जहाँ सम्मेलन हुन्छ त्यहाँ पुग्यो, साथीहरूसँग विषय राख्यो। अनि आइसिसीले मलाई चाहिँ अब वैदेशिक रोजगार क्षेत्रकै मान्छे भएको हुनाले त्यही वैदेशिक रोजगार क्षेत्रको चाहिँ उपेन्द्रजीले ल यो टिभीजी चाहिँ गर्छ है काम भन्ने बुझ्नुभयो कि के भयो, उपेन्द्रजीले मनोनित गरिदिनु भयो वैदेशिक रोजगारकै काम हेर्नलाई टास्क फोर्समा। मजाले 2 वर्ष त्यही टास्क फोर्समा काम गरियो, दौड्यो। तत्पश्चात अनि सबै साथीहरूको सल्लाहमा फेरि चाहिँ 2013-15मा 11-13मा चाहिँ अनि सचिवमा उठ्यो, सचिवमा जित्यो। कति 2009-11मा जित्यो। अब जितेपछि फेरि चाहिँ त्यही वैदेशिक रोजगारको राम्रो काम गरेको यसैलाई दिउँ भन्ने लागेर जीवाजीलाई, जीवाजी अध्यक्ष जित्नुभयो, निर्विरोध हुनुभयो, हाम्रो चाहिँ निर्वाचन भयो। 6 कि 7 जना साथीहरू उठेको थियो, जित्यो। 0 मतले 3 मतले जित्यो। लाग्यो कि यसमा लक्की नै रहेछु है। अब 3 मतले हार्न पनि सकिन्थ्यो होइन। साथीहरूले विश्वास गरेछन् है भन्दा हिजोको दिनमा कतारमा एउटा सामान्य एउटा चाहिँ सदस्य भएको मान्छे जब विश्व चाहिँ पुग्दै गर्दा 3 मतले जित्यो भनेपछि काम गरिएर छ जस्तो भयो। अनि यही वैदेशिक रोजगारकै पहिला त कोचियर थिएँ, उपसभापति, सभापतिमा अब आइसिसीको सचिव भए त सभापति दिनै भइहाल्ने। जीवाजीले मनोनित गर्नुभयो अध्यक्षले। त्यहाँबाट नेपाल त्यही काम वैदेशिक रोजगारको काम गर्नलाई नेपाल 22 पटक पुगेछ हेर्नुहोस्। हजुर, यो एउटा कार्यक्रमलाई लिएर 24 महिना 22 पटक नेपाल पुगेछ। त्यसमा संस्थाले त हामीलाई खर्च दिँदैन, टाइम मिलाउनु पऱ्यो। अर्थमन्त्रीलाई, तपाईँको चाहिँ श्रम मन्त्रीलाई, परराष्ट्र मन्त्रीलाई, कानुन मन्त्री, कानुनका विषय छन्, शिक्षा क्षेत्रका छन्, त्यहाँ मिलाउनु 22 पटक पुग्दै गर्दा अब त आयो त मिडियाले त देख्थ्यो नि त, मिडिया त जान्छ नि त, देख्छ। 22 पटक गयो भनेपछि अब त्यो काम गर्दै गर्दा 2 वर्ष नि बित्यो। महत्त्वपूर्ण काम गरेछ कि के हो। उनी उपाध्यक्षमा पठाए साथीहरूले, उपाध्यक्षमा गयो। पहिला 3 भोटले जितेको मान्छे एकैचोटि 115ले जित्यो हेर्नुहोस्। आफूभन्दा अर्को साथीहरूलाई धेरै त आइहाल्छन्। अब यो त साझा संस्था, विश्वव्यापी संस्था, नेतृत्वको खडेरी छैन। अहिले त्यही भएर उपाध्यक्ष छु। उपाध्यक्ष हुँदै गर्दा पनि अहिले 15 पटक पुगेछ फेरि। त्यसमा त 1.5 महिना त यो भूकम्पमा काम गरियो, पुरै 1.5 महिना। व्यापार व्यवसाय एकातिर काम गरिरहेछ, दौडिरहेछ। हुँदा तपाईँको चाहिँ अब 10वटा जिल्ला घुमिएछ राहत वितरणमा। अब त्यस पछाडि अहिले अमेरिका आइयो। यो म एकैपटक सोध्न, तपाईँ कतारमा जसरी जानुभएको थियो सुरुमा वैदेशिक रोजगारीको सिलसिलामा आफै रोजगार गर्न जानुभएको थियो? होइन, म चाहिँ व्यवसाय गर्नै गर्थेँ। व्यवसायकै लागि नेपालबाट जानुभयो? म कता नेपाल हुँदा नि सामान्य व्यवसाय थिएँ। हजुर हजुर। अब सुरुमा चाहिँ होइन, तर पछि काठमाडौँ व्यवसाय थिएँ। व्यवसाय के चाहिँ गर्न सकिन्छ भन्ने हिसाबले हेर्दै गएको थिएँ। हेर्दाखेरि त्यो व्यवसाय चाहिँ ठिक लागेर त्यतिखेर लाग्यो। अहिलेसम्म त व्यवसाय निरन्तर त्यसैमा छ। अब कतारमा चाहिँ अब बाहिर त अरू व्यवसाय पनि हाम्रो छ, रेमिटेन्स छ, फाइनान्स छ, ब्याङ्कहरू छन्, तपाईँको ट्राभल एन्ड टुर्स छ, त्यो त रेस्टुरेन्टमा कहीँ लगानी छ, स्टकमा छ। अहिले नेपालमा पनि यहाँको धेरै लगानीहरू नेपाल छ, बाहिर देशहरूमा पनि छ। ठुलो बिजनेसम्यान हुनुहुन्छ। त्यस्तो त नभनौँ, अब कर्मले दियो हेर्नुहोस्, यो तपाईँको भोलि नहुनु सक्छ व्यापारमा होइन, तर एटलिस्ट खाना लाउनलाई दुःख छैन, हिँड्नलाई पुगिरहेछ र एउटा सफल व्यवसायको रूपमा अगाडि बढिरहनु भएको। त्यसलाई आफूले चाहिँ त्यो भन्नु भएन हेर्नुहोस् होइन। अरूले देख्ने कुरामा होइन, गर्दै गर्दा कर्म गर्दा के हुन्छ त्यो हो। त्यसैले अहिलेसम्म निरन्तर म चाहिँ टिभी कार्की चाहिँ एउटा सामान्य किसानको छोरै नै हो। अब मेरो छोरो के हुन्छ के हो चाहिँ अब उसले परिणत गर्छ। त्यसैले म चाहिँ आफूलाई परिचय दिँदाखेरि सामान्य एउटा किसानको छोरो, कर्म गर्दैछु, दुःख गर्दैछु, मेहनत गर्दैछु। र एउटा अभियानमा हिँडाइदिनु भयो उपेन्द्रजीहरूले, जीवाजीहरूले, त्यो अभियानलाई लिएर अगाडि बढ्दैछु। अहिले हालसालै यहाँले दोहामा आफ्नो यो आगामी निर्वाचनका लागि अध्यक्ष, एनआरएनको अध्यक्ष, केन्द्रीय अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेर देश विदेशमा बाहिर निस्किनु भएको छ। थोरै तपाईँको उम्मेदवारी किन आवश्यक पर्यो अहिले एनआरएन केन्द्रीय सम्बन्ध? एकदमै राम्रो विषय उठाउनु भयो। वास्तवमा पहिलो रूपमा चाहिँ गैर आवश्यक नेपाली सङ्घको अहिलेको यो 2013-15लाई हेर्ने हो भने वास्तवमा अहिलेको वर्तमान अध्यक्षलाई ठुलो सफल भनेर
केही पात्रहरू लिएर जाइराख्नु भएको छ। वास्तवमा त्यो होइन। गैर आवासीय नेपाली सङ्घको जुन अहिलेको वर्तमान अध्यक्षले जे काम गर्न भन्नुभएको थियो सुरुमा उहाँको घोषणापत्रलाई यदि साँची राख्ने हो भने उहाँले उठाएको प्रमुख मुद्दामध्ये एनआरएन बिल्डिङ यो उहाँले उठाएकै होइन, यो उपेन्द्रजीले उठाएको कुरा हो स्थापनाकालदेखि। तर त्यतिखेर तत्कालीन अवस्थामा किन बन्न सकेन एनआरएनको भर भने संस्था दर्ता थिएन। संस्था दर्ता नभएपछि कुनै व्यक्तिको नाममा त तपाईँको जग्गा जमिन त किनेर त विश्वका नेपालीले त मान्दैन थिए नि त, त्यसैले बनेन। र अर्को रह्यो के त भनेदेखि भूकम्प आयो, भूकम्पमा राहत वितरण। भूकम्प उहाँले मात्रै गरे हो कि अथवा सबै 300 जना स्वयंसेवक त्यसमा खटेका छन्। त्यो काम देखेर विश्वभरका 40 लाख नेपाली मध्ये धेरैले $1 $1 रियल $1 युरो अथवा 1 करोडसम्म नेपाली दिएका छन्। त्यो 300 जना व्यक्तिको काम देखेर दिएको हो, त्यो एउटा व्यक्तिलाई देखेर चाहिँ होइन। अनि अहिले प्रचार कहाँ गरियो भने शेष घलेजीले चाहिँ गर्नुभयो भनेर एउटा पात्र तयार गरियो नि, टिम चाहिँ भएन। अब यो संस्था हामी अमेरिकामा छौँ, अमेरिकाको राष्ट्रपतिले प्रणाली र नेपालको प्रधानमन्त्री प्रणालीमा फरक छ। अमेरिकामा चाहिँ जे जति काम गर्यो राष्ट्रपतिले गर्यो, किनभने उसैले मन्त्रीमण्डल तयार गर्ने हो। तर नेपालका प्रधानमन्त्री लगायत सबै मन्त्रीहरू प्रधानमन्त्रीले चुन्ने होइन। एनआरएन पनि एउटा साझा संस्था, तपाईँको यसमा अध्यक्षले सबै पद चुन्ने होइन, सबै चाहिँ या निर्वाचित हुन् या त तपाईँको चाहिँ सर्वसम्मतिबाट आएका छन्। अनि यसलाई माइनस गर्न खोजेर एउटा अमुक पात्रलाई चाहिँ मात्र लिएर जाने चाहिँ होइन। तर यसो भनिरहँदा फेरि नेतृत्व भनेको को त भन्दा अध्यक्ष नै हो। तर सबैले काम बराबर गरे भन्ने चाहिँ यो आम मानसमा बुझेन क्या, त्यो विषय अलिकति त्यो चाहिँ अझ विशेष त अमेरिकामा रहेछ नि, अरू देशमा अलिक कमै छ। अनि त्यही पात्रले गरेको हुनाले उसैलाई फेरि दोहोऱ्याइदिनुपर्छ भनेर चाहिँ एउटा वास्तवमा संस्थाको उहाँको आफ्नो एउटा आइडेन्टिटी छ शेष घलेजीको। उहाँले चाहिँ 1 कार्यकाल भनेर आउनुभयो, 1 कार्यकाल उहाँले एकदमै सहज ढङ्गले जित्नुभयो। अब फेरि उहाँ आउँदा नै 1 कार्यकाल भन्नुभएको थियो। तर अहिले चाहिँ उहाँलाई चाहिँ होइन है तैँले राम्रो गरेको छ जानुपर्छ। के चाहिँ भएको छ काम भन्दा संस्थामा एउटा एनआरएन बिल्डिङको लागि फन्ड उठाएको छ, अर्को भूकम्पको लागि तपाईँको पैसा हामीले एक चरणको पहिलो चरणमा राहत वितरण गऱ्यौँ भने दोस्रोमा 1000 घर बनाउने भनेको छ। त्यो पैसा तपाईँको 80% पैसा हामीसँग स्टक छ। उहाँको काम सिद्धियो। अहिले उहाँको सबैभन्दा जिम्मेवारी भनेको नेपाल सरकारले गैर आवासीय नेपाली सङ्घको नेतृत्वमा हामीले गरेको काम देखेर चाहिँ एउटा चाहिँ उहाँलाई सद्भावना दूत नेपालको भूकम्प पीडितहरूको लागि एउटा नेपालको राष्ट्रकै विकास गर्नको लागि उहाँलाई सद्भावना दूत दिएको छ। उहाँलाई नियुक्ति गरेको संस्थागत हिसाबले हो, तर प्रचार कहाँ गरियो शेष घरलाई मात्रै दिएको भन्ने प्रचार गरियो, यो गलत छ। यसले एउटा व्यक्तिलाई तानाशाह बन्नलाई मार्गचित्र गर्छ। यो कुरा चाहिँ सम्पूर्ण 40 लाख नेपालीहरूले विशेष त गैर आवासीय नेपाली सङ्घको सदस्य लिएका साथीहरू, त्यसमा पनि अलिक जो काठमाडौँ मतदानको लागि अथवा महाधिवेशनको लागि भाग लिन जाँदै गरेका साथीहरूले बुझ्नुपर्छ। यहाँले शेष घलेजीले 1 हप्ता अगाडि मात्रै यो घोषणा गर्नुभएको छ, यहाँले त्योभन्दा पहिले नै मैले लगभग 2-3 हप्ता अगाडि गरेको छु। तपाईँहरूको बिचमा केही कुरा भएको थिएन? अध्यक्षज्यूलाई मैले सोधेको छु, हजुर अध्यक्षज्यू म यो पटक म उपाध्यक्ष छु, म अध्यक्षमा जान चाहन्छु, यहाँको सहयोग मलाई रहनु पऱ्यो भनेर मैले फोनमा मलाई सोधेको छु। समय छ सल्लाह गरौँला भन्नुभयो, तर बिना सल्लाह उहाँले उम्मेदवारी घोषणा गर्नुभयो। यसको मतलब के भने उहाँ अहिले अमेरिका जानुभयो, अमेरिकामा पद बाँडिदिनुहुन्छ कसैलाई उपाध्यक्ष, अफ्रिका जानुभयो अफ्रिकामा बाँडिदिनुहुन्छ, युरोप जानुभयो अर्को उपाध्यक्ष खडा गर्नुहुन्छ, अनि गल्फ जानुभयो अर्को उपाध्यक्ष खडा गर्नुहुन्छ। यसले के देखाउँछ भने सबै रिजनको मत तान्नको लागि हुने चाहिँ जम्मा 2 जना उपाध्यक्ष 5 जना उपाध्यक्ष दिइदिनु भयो, चलाखी गरिरहनु भएको छ। यसले संस्थालाई कहाँ पुर्याउँछ र त्यो सङ्गठनको भोलि ती व्यक्तिहरूले कुरा बुझेपछि उहाँलाई कहाँ पुर्याउँछ, उहाँलाई हेक्का छैन। मलाई लाग्छ जित्नको लागि यस्ता हदकण्डा कसैले पनि अपनाउनु हुँदैन। बाहिर हेर्दा त शेष घलेजीलाई अति राम्रो मिलनसार अनि अलिक एनआरएनलाई धेरै अगाडि बढाउनलाई त्यही योगदान गरेको रूपमा देखिन्छ त, तपाईँ त्यस्तो भन्दैन? उहाँले वास्तवमा उहाँको शालीनतामाथिको हाम्रो प्रश्न छँदै छैन हेर्दाखेरि, तर
तर अहिलेको सिनारियोमा उहाँ अध्यक्षमा फेरि जाँदै हुनसक्ला म उपाध्यक्ष अहिले अध्यक्षमा उठ्दै गर्दा मैले यो कुरा लगायो अथवा आरोप लगायो मान्छेले बुझ्न सक्ला यो किमार्थ हुँदै होइन। वास्तवमा उहाँ जुन हाइटमा पुग्नु भएको छ त्यो विशेष त एनआरएन बिल्डिङको लागि एक्लो उहाँ दौडिनु भयो। तर म अध्यक्ष हुन्थेँ भने मैले के गर्थेँ भने मेरो कार्य समितिका साथीहरू जुन जुन रिजनमा छन् अमेरिकामा एनआरएनको म पछाडिको ठुलो को थियो त त्यसलाई जिम्मा दिन्थेँ। एउटा टार्गेट दिएका थियौँ हरेक एनसिसीहरूलाई यति पैसा उठाउने भनेर त्यो उठाउन लाउँथेँ। नसके पछाडि मात्रै म आउँथेँ। त्यसमा मेरो अध्यक्षको समय बचत हुन्थ्यो। अफ्रिकामा म त्यही गर्थेँ, मिडल इस्टमा म त्यही गर्थेँ, युरोपमा कुमार पन्थलाई दिन्थेँ, मिडल इस्टमा म आफै थिएँ, तपाईँको एसिया पेसिफिकमा भवन भट्टजी हुनुहुन्थ्यो, सबैलाई दायित्व सुम्पिन्थेँ। तर उहाँ के गर्नुभयो एक्लो बाँदर जस्तो हिँड्नुभयो, एक्लै खट्नुभयो हिँड्नुभयो। त्यसले गर्दा अहिले मान्छेलाई शेष गले त हिँडेको हिँडेछ त्यो हिँडेर उहाँले आफ्नो 2 वर्ष समय बर्बाद गर्नुभयो। यदि उहाँले अरूलाई विश्वास गर्न सकेको भए सामूहिक नेतृत्वमा जान सकेको भए यो अवस्था आउने थिएन। योभन्दा बढी पैसा एनआरएन बिल्डिङमा उठ्न सक्थ्यो। तर आफू एक्लै जोत्दाखेरि एउटा गोरुले कति खेत जोत्न सक्छ? 2टा गोरु भयो भने त निकै खेत जोतिन्छ नि त। 4वटा गोरुले त बढी जोत्छ नि। यो उहाँलाई यो भनेको संस्थागत संरचना अथवा संस्थागत विषयमा कमियो नेतृत्व जहिले पनि सामूहिक आफ्नो टिमलाई लिएर हिँड्न सक्नुपर्छ। अहिले शेषकालीजीले त्यो गर्नु भएन, चुक्नुभयो। उहाँ गर्न सक्नुभयो म भन्दिनँ, तर उहाँ चुक्नुभयो। त्यसैले गर्दा उहाँ अहिले तपाईँको निर्विरोध होइन भने जीवाजीलाई हामीले अर्को पटक अध्यक्ष लिनुहोस् भनेर हामी आग्रह गऱ्यौँ। तर उहाँलाई किन गरिएन भने उहाँको कमजोरी यहाँ रह्यो। यो कमजोरी कति वर्षसम्म रहने त? अर्को अब एकपटक फेरि दिउँला, फेरि उहाँले दोहोऱ्याउनु भने आजीवन उहाँलाई दिने हो र? अनि संस्था कसैको प्यावा हुनसक्छ? सक्दैन। अनि नेतृत्वको विकास गर्ने कि नगर्ने त? अब तपाईँको के हुन्छ? तपाईँ आफ्नो एजेन्डा के हो? यसरी उहाँ शेष घलेसित तपाईँको उम्मेदवारी त भइसक्यो, अब उहाँले पनि घोषणा गरिसक्नुभयो। यो अवस्थामा तपाईँहरू 2 जनाको बिचको अब लडाइँ कसरी हुन्छ? शेषजीले गर्नुभएको नेतृत्वका जति पनि अपुरा काम छन् पुरा गर्ने दायित्व म मात्रै होइन, जो आए पनि हो, उहाँ आए पनि हो, म आए पनि हो, अर्को आए पनि हो भने त्यस पछाडिका मेरो एजेन्डा चाहिँ के छन् भने उहाँले मध्यपूर्वलाई अब दोहोरो नागरिकताको निरन्तरताको विषय 80% पास भइसकेको छ, 20% बाँकी छ। 20% के भने मताधिकारको अधिकार दिएको छैन, त्यसबाट वञ्चित गरिएको छ। उम्मेदवार बन्ने चाहिँ अधिकार दिएको छैन। यो अब लबिङमा पर्छ। यसमा यो रोकिँदैन भने 183 दिन संस्था जन्मिँदै गर्दा 183 दिनभन्दा बढी बसोबास सार्क मुलुकमा बसोबास गरेको व्यक्ति चाहिँ एनआरएन हुनेछ अथवा गैर आवासीय नेपाली भनिने छ भनेर हाम्रो जुन विधानले दिएको थियो त्यो पनि छाया परेको छ। त्यो त हुँदै गर्छ यी 2टा विषय। त्यस पछाडिको विषय शेषजीको नेतृत्वमा 2टा काम भए जम्मा। एउटा एनआरएन बिल्डिङ, त्यो सुरुदेखिको अध्यक्ष सबैको एजेन्डा हो। त्यो उहाँको एजेन्डा होइन। संस्था दर्ता चाहिँ जीवाजीले गरिदिएर छोडिदिएपछि त्यो चाहिँ मूर्त रूप लिएको हो। संस्था दर्ता नहुँदासम्म त्यसको त्यो हामीले भवन बनाउने परिकल्पना हुन्थ्यो, तर हामीले जग्गा पनि किन्न सक्ने थिएनौँ। घर बनाउन कसको नाममा किन्ने भने टेक्निकल समस्या हुन्थ्यो। त्यस पछाडि भूकम्प आयो, त्यो उहाँलाई अपर्च्युनिटी मान्नु। खालि अहिले भूकम्पको रटान दिनुभएको छ। भूकम्प जस्ता काम त परोपकारी काम धेरै अध्यक्षले हामीले पहिले काम गरेका छौँ। अहिले भूकम्प आयो र उहाँ दोहोरिनु पर्ने भन्ने त होइन नि त। सम्मानित भएर बस्नु पऱ्यो नि त। मेरो एजेन्डा चाहिँ के हो भने त्यस पछाडि उहाँले वैदेशिक रोजगार क्षेत्रको लागि आफू उम्मेदवार बन्दै गर्दा अघिल्लो पटक 10 करोडको अक्षय कोष बनाउँछु भन्नुभयो। आफूले 1 करोड राख्नुभयो। त्यो 1 करोडबाट 1 रुपियाँ पनि कुनै पनि वैदेशिक रोजगार क्षेत्रको मान्छेलाई खुट्टामा चोट लागेकोलाई 1 रियल अथवा $1 पनि उहाँको त्यो अक्षय कोषमा त इन्ट्रेस्ट आउँछ नि त। त्यो इन्ट्रेस्टबाट खर्च गर्नु भएन। अहिले उहाँ फेरि के भन्दै हुन्छ? त्यो 10 करोड पुऱ्याउँछु भन्दै हुनुहुन्छ। यो ललिपप हो। यो 18 लाख नेपाली माथिको धोका हो। यो काम कसले गर्न सक्छ त? त्यही क्षेत्रको मान्छेले गर्न सक्छ। त्यही क्षेत्रको म मान्छे हुँ। मेरो लक्ष्य 10 करोड होइन 20 करोडसम्म पुर्याउने हो। म एक्लै घुम्दिनँ, विश्वभरिका एनआरएनलाई लगाउँछु। किनभने अमेरिकाको मान्छेलाई अप्ठ्यारो पर्दै गर्दा कतारको या साउदीको मान्छेले सहयोग गर्नुपर्छ। यो एनआरएनको चाम त्यसैले हो। यो काम गराउन सक्ने नेतृत्वको खुबी हो। यो एउटा पहिलो काम छ। एउटा दोस्रो, अबको 2-3 वर्षमा लगभग 1 लाख युवाहरू, दोस्रो पुस्ताको युवाहरू यो संसार 70-71 देशमा आउँदैछ। त्यो युवाहरूको सोच र मेरो सोच
म नेपालमा जन्मेको उहीँ हुर्केको त्यही माटोमा खेलेको र यहाँ जन्मेको अथवा यहाँ आएर पढेको व्यक्तिको सोच फरक छ। तिनीहरूलाई पहिलो कुरा राष्ट्रमा कसरी उनीहरूको एट्याच गराउने, दोस्रो कुरा उनीहरूलाई गैर आवश्यक अभियानमा कसरी लगाउने, यी दुईवटा काम एनआरएनमाथि छ। तेस्रो महत्त्वपूर्ण कुरा चाहिँ अहिले नेपालमा तपाईँ हेर्नु भने विदेशमा बस्ने 40 लाख नेपालीहरू छरिपष्ट भएर बसेका छ। गैर आवश्यक नेपाली सँगै देखिने काम केही पनि देखाउन महत्त्वपूर्ण र सकिएको छैन। अब चाहिँ गैर आवश्यक नेपालीहरूको भूकम्प रहित घर चाहिँ एउटा कलोनी बनाउने, गैर आवश्यक नेपालीहरूको आवास क्षेत्र भनेर घरहरू बनाउने, त्यहाँ साना 1.5 तलाका जसरी अमेरिकामा अपार्टमेन्ट 1-1 तला घर छन्, अपार्टमेन्ट 1-1 तलाका आफ्नै ओन घरहरू भूकम्प रहित घर बनाउने, त्यहाँ चाहिँ भित्र विद्यालय पनि हुन्छ, स्विमिङ पुल पनि हुन्छ, जिम हाउस पनि हुन्छ, फुटबल खेल्ने पनि हुन्छ, बास्केटबल पनि हुन्छ, सबै सुविधायुक्त बनाएर गैर आवश्यक कलोनी बनाउने, त्यहाँ चाहिँ सम्पूर्ण गैर आवश्यकहरू त्यहाँ घर बस्ने। त्यसले चाहिँ एउटा सामूहिक भिजनको खुलिन्छ भने अहिले यो 2 वर्षमा शेषजीले नेतृत्व गरेपछि म सचिव हुँदै गर्दा जीवा लामिछानेजीले ल्याएको सामूहिक नेतृत्व पुरै स्टप छ। अब सामूहिक नेतृत्व नै गैर आवश्यक नेपाली सङ्घको एक सबभन्दा ठुलो चाम हो। 40 लाख नेपालीहरूलाई यहाँ गम्भीर कुराहरू उठाइरहनु भएको छ। 40 लाख नेपालीहरूलाई नेपालमा उनीहरूलाई मालिक बनाउने नबनाउने, यहाँ श्रम गर्छ, विद्यार्थीले पनि श्रम गरेका छ, विद्यार्थीले चाहिँ काम गरेका छैन र कुन चाहिँ नेपालीको छोरो सिधै विद्यार्थी मात्रै बन्न सकेको छ, यो त तितो यथार्थ हो नि त। यी मान्छेहरूले कमाएको सम्पत्ति थोरैलाई नेपालको डेभलपमेन्टमा एनआरएनको साँच्चै योगदान गर्ने हो भने त्यो साना पैसा ठुला पैसा सबैलाई समेटेर सामूहिक लगानीमा फेरि पनि लानुपर्छ, यो कार्य बन्द गराउनु हुँदैन। यो मेरो तेस्रो एजेन्डा हो भने अरू एजेन्डा भनेको तपाईँको चाहिँ यो वैदेशिक रोजगार क्षेत्रलाई कसरी व्यवस्थित गर्ने, कसरी मर्यादा गर्ने, यी त धेरै कुराहरू छन् होइन। अब यी एजेन्डाहरूलाई अब तपाईँको 27 बुधे मैले 27 बुधे घोषणापत्र तयार गरेको छु, तपाईँलाई म 27 बुधे पठाइदिन्छु तपाईँको इमेलमा होइन। यी काम गर्नलाई म एक्लो अध्यक्ष भएर मात्रै हुँदैन, मैले मेरो टिमलाई विश्वास गरेर मसँगै जित्ने साथीहरूसँग सल्लाह गरेर सबै अनुमोदन गराउनु जरुरी छ। उनीहरू साथीहरूलाई जो मेरो कार्य समितिमा हुनुहुन्छ तिनीहरूको सल्लाह र सुझबुझ, सामूहिक नेतृत्वको विकास र संस्थागत निर्णयको विकास, यो मेरो मोटो हो। अहिले यहाँले आफ्नो अभियान चलाइरहनु भएको छ, कतिको पोजिटिभ पाउनु भएको छ आइसिसीका यहाँ प्रतिनिधिहरूबाट? हेर्नुहोस्, यो गैर आवश्यक नेपाली सङ्घभित्र हामी एनआरएनभित्र एउटा रोग छ, जोसँग पैसा छ पैसाको पछाडि हिँड्ने एउटा हामीसँग रोग छ। तर म फेरि पनि भनौँ, शेष घलेजी अध्यक्ष भइकन म टिभी कार्यको उपाध्यक्ष 2 वर्षमा उहाँको एउटा चिया पनि खाएको छैन भने अरूले कति खानु भएको छ। र मलाई लाग्छ सबैले हामीले आफ्नो श्रम गरेका छौँ, मेहनत गरेका छौँ। मलाई लाग्छ गैर आवश्यक नेपाली साथीहरू अर्काको पैसामा लालायित हुँदैनन्, आफै दुःख गर्छन्, मेहनत गर्छन्, त्यसैले एनआरएन हुन्। र यो पटक पैसो सबभन्दा ठुलो होइन रहेछ, संस्था र सङ्गठनलाई कसरी हाँक्न सक्ने मान्छे चाहिँदो रहेछ है। एकल काट्ने मान्छे होइन, इन्टरप्रेनर होइन, सङ्गठन चलाउने मान्छे चाहिन्छ। र थोरै पैसा त मसँग नि छ, हामी त शेषजीको जति पैसा तपाईँ हामी 10 जना मिल्ने हुनसक्ला, रामबहादुर जति 10 जना मिल्ने हुनसक्ला, तर त्यो पैसो एक्लो व्यक्तिको पैसाले केही पनि हुँदैन, समूहको हुने रहेछ। आफ्नो अब यो अभियानलाई विजय हुने कतिको यो कुरा जब मलाई लाग्छ एनआरएन साथीहरूले कुरा बुझ्छन्, पैसालाई पछाडि लाग्दैनन् र धनी मात्रै एनआरएनको अध्यक्ष हुनुपर्छ भन्ने एउटा जुन एउटा मानसिकता छ, त्यो मानसिकता यो पटक परिवर्तन हुन्छ। त्यही नै हाम्रो ढुक्क छ। हस्, धन्यवाद। त्यो अक्टोबर 14 सम्म त्यो साथीहरूले बुझ्छ। समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।